अल राइट गाइज, वेलकम टु माई मिनी ब्लग। आजको मेरो मिनी ब्लगमा स्वागत छ हजुरहरूलाई आज म देखाउने छु आफ्नो घरको बारीहरू। ल हेर्नुहोस् साथीहरू, हाम्रो घरको बारी। यहाँ बाँस पनि छ, शीतल एकदम हावा राम्रो लागिरहेछ। हजुरहरूतिर के कस्ता रहेछ हाम्रो गाउँघरको भिलेज? हेर्नु होला नजारा, हाम्रो गाउँघरको दृश्यहरू देखाउने छु। ल गाइजहरू हेर्नुहोस्, यहाँ पनि रहेछ। यहाँ म बारीमा आएको आफ्नो घरको गाइज। गहुँहरू पनि पाकिसक्यो, अब काट्ने बेला भइसक्यो। गाइज हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् हाम्रो मिनी ब्लगमा। आजको ब्लग यही रहेछ साथीहरू। हाम्रो पुरानो बारी यही छ, हेर्न सक्नुहुन्छ। यहाँ आँप पनि छ, आँपको रुख पनि छ। यता बाटो पनि छ, उता जाने बाटो। ल हजुरहरूलाई देखाउने छु अझै हाम्रो बारी। एकदम धेरै दिनपछि गाउँमा आएको साथी हो, हाम्रो बारीहरू घुम्न पाइयो। ल हेर्नुहोस् हाम्रो बारी गाइजहरू। गाउँको त दृश्यहरू चेन्ज भयो साथीहरू। ल हेर्न सक्नुहुन्छ, हजुरहरूलाई म देखाउने छु आफ्नो बारी। ल हेर्नुहोस् साथी, आमामा झर्ने त। ल हेर्नुहोस् साथीहरू, यो नाला छ पानी बग्ने हाम्रो खोलातिर। हाम्रो घर खेतहरू हेर्नुहोस्। यो के को रुख रहेछ साथी? यो सोजनको रुख रहेछ हजुर। ल हेर्नुहोस् साथी हाम्रो घर। ल हेर्नु सक्नुहुन्छ साथी हाम्रो खेत। यो खोला छ, नाला छ, तलाउ छ, पानी बग्ने। यहीबाट हामी पानी खेतमा राख्छौँ र धानहरूमा त्यही पानी हाल्छौँ हामी। हाम्रो गाउँको दृश्यहरू। आमामा किरा पनि कति हो साथीहरू। अब फेरि आयो म फर्केर। हेलो ग्याज, वेलकम टु माई। हेर्नुहोस् हाम्रो गाउँको केटाहरू कहाँ कहाँ घुमिरहेछन् यार। ग्याज मामा कति शीतल रहेछ यार। एकछिन यहीँ बस्छौँ, कुराकानी गरौँ हजुरहरू साथीहरू। मेरो मिनी ब्लग कस्तो लाग्छ हजुरहरूलाई सो कमेन्ट गर्नु होला साथी। माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला र हाम्रो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। साथी हो के गर्ने होला, यस्तो गर्मी छ हो साथी। अब झन् गर्मी बढिरहेछ। आफ्नो ख्याल राख्नु होला है साथीहरू। हाम्रो गाउँतिर त झर्को घाम लागिरहेछ यार साथीहरू। हेर्न सक्नुहुन्छ हाम्रो बारी यही हो, हाम्रो गाई गोरु बाँध्ने ठाउँ, गोठ।
म त एकछिन बसेँ है साथीहरू। अब एकछिनपछि फेरि म घुमेर हजुरहरूलाई म देखाउने छु घरको बारीहरू। ल गाइज, अब बारी भनेको यति नै हो हाम्रो। अब हेर्न सक्नुहुन्छ यता पनि बाँसको रुखहरू रहेछन्। यहाँ हाम्रो गाउँघरको भिलेज यही हो। यो भाइहरू बखरा चढाउँदै हुनुहुन्छ अहिले नै। ल गाइजहरू, के गर्ने होला यस्तो गर्मीमा, कहाँ जाने हो। यतै रुखतिरै बस्छौँ, घुमौँ, बारीको भ्लग बनाउँदै बस्ने हो अब साथी हो। बहिनी पनि घर आइसकेको हुनुभयो, बखरा चराएर बखरा लिएर आउँदै हुनुहुन्छ। ल साथी हो अर्को पनि बारी म देखाउँदैछु हजुरहरूलाई। ल हेर्न सक्नुहुन्छ सबै बारी हो। अब बाटो हिँड्ने हो, बारीतिर जाने हो, अर्को बारीतिर। ल हजुरहरूले हेर्न सक्नुहुन्छ गाइज फ्रेन्डहरू, हाम्रो बारीहरू कस्ता रहेछ। हाम्रो गाउँको बारीहरू धेरै दिनपछि मैले घर आएको, यसो बारीतिरको भ्लग बनाऊँ कि भनेर। ल गाइज हेर्नुहोस् हाम्रो आँप कति फलेको रहेछ, हेर्नु टन्नै रहेछ यार यसपालिको आँप त। यहाँ लिची पनि रहेछ हाम्रो, यहाँ सानो सानो बारी पनि रहेछ हाम्रो, सानो सानो रुखहरू पनि रहेछ। ल यहाँ पनि छ अर्को बारी। हेर्नुहोस् गाइज हाम्रो आँपको रुख कस्तो बवाल रहेछ हो साथी हो, हेर्न सक्नुहुन्छ। यता पनि खोलाहरू रहेछ हाम्रो, हेर्नुहोस् हाम्रो पानी बग्ने खोला मूलधाराहरू रहेछ, पानी बग्ने। हामी यहीँबाट खेती गर्छौँ हाम्रो गाउँघरको। आँपहरू कति रहेछन्। ल साथीहरू हाम्रो सबै बारी देखाइदिए, हजुरलाई के कस्ता लाग्यो हाम्रो बारी सो कमेन्ट गर्नु होला र माया गरिदिनु होला। मेरो च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सब्सक्राइबहरू गरिदिनु होला अनि लाइक सेयर पनि गरिदिनु है साथीहरू, सपोर्ट गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला गाइज। ल साथीहरू आजको मिनी ब्लग चाहिँ यति राखौँ। आजको मिनी ब्लगबाट म छुट्टिन चाहन्छु। अब फेरि नेक्स्ट भिडियोमा अर्को भिडियो लिएर आउँछु। ल गाइजहरू बाई बाई।